नमस्ते। आज हामी एउटा निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, सहकारीमा सुशासन। यो शब्द सुन्दा अलि प्राविधिक लाग्न सक्छ, तर यसले हरेक सदस्यको जीवनमा कस्तो र कति गहिरो असर पार्छ, आज हामी त्यही कुरालाई सरल भाषामा बुझ्ने प्रयास गर्नेछौँ। एकका लागि सबै र सबैका लागि एक, यो सहकारीको मूल मन्त्र हो, होइन त? तर यो केवल एउटा नारा मात्रै होइन, यो त सहकार्यको त्यो शक्तिशाली जग हो जसले यस्ता संस्थाहरूलाई वास्तविक अर्थ दिन्छ। आजको हाम्रो यात्रा कस्तो हुनेछ भने हामी सुरुमा सहकारीको आदर्श के हो भनेर बुझ्नेछौँ। त्यसपछि सुशासन भनेको के हो, यसमा के कस्ता जोखिमहरू छन्, अनि त्यसलाई समाधान गर्न सञ्चालक समितिको भूमिका के हुन्छ भनेर हेर्नेछौँ। र अन्त्यमा सुशासनलाई कसरी महसुस गर्न सकिन्छ भन्नेबारे कुरा गर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। सहकारीको आदर्श। सहकारी भनेको पैसा कमाउने र नाफा बाँड्ने एउटा कम्पनी मात्रै होइन। यो त एउटा सामाजिक अभियान हो जसको केन्द्रमा सदस्य हुन्छन्। उनीहरूकै आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि यो अभियान चलेको हुन्छ। अनि यो आदर्श टिकेको हुन्छ केही आधारभूत मूल्य मान्यताहरूमा, जस्तै सामूहिक नेतृत्व, एकता, इमान्दारिता, समानता, सहकार्य, पारदर्शिता र स्वनियमन। यी सबै मिलेर नै एउटा सहकारीको बलियो जग बन्छ जसले संस्थालाई सही बाटोमा हिँडाउन मद्दत गर्छ। अब आदर्श र मूल्यको कुरा त भयो, तर यसलाई व्यवहारमा कसरी उतार्ने त? हो, त्यही आउँछ सुशासनको कुरा। यो त्यो प्रणाली हो जसले सहकारीका राम्रा राम्रा आदर्शहरूलाई कागजबाट निकालेर वास्तविक जीवनमा ल्याउँछ। त्यसो भए सुशासन भनेको के हो त? सरल भाषामा भन्दा यो एउटा यस्तो सिस्टम हो जहाँ व्यवस्थापन निष्पक्ष, पारदर्शी र जवाफदेही हुन्छ। यसको मुख्य लक्ष्य भनेको भ्रष्टाचार मुक्त विकास हो, जहाँ हरेक सदस्यले सामाजिक न्याय र सुरक्षाको महसुस गर्न सकोस्। यो नियम कानूनको ढाली मात्र होइन, यो त सदस्यले हरेक दिन महसुस गर्ने विश्वास र सुरक्षा हो। सबै कुरा राम्रो हुँदा त ठिकै छ, तर जब यी आदर्शहरूमाथि खतरा मडारिन थाल्छ तब के हुन्छ? हो, अब हामी कुरा गर्नेछौँ तीनै प्रमुख जोखिमहरूको बारेमा। यी 30 सङ्केतहरू हुन् जसले सहकारीको जगलाई नै कमजोर बनाउन सक्छन्। यहाँ हेर्नुस् त, स्रोतहरूले सहकारीमा सुशासनका लागि लगभग 30वटा प्रमुख जोखिमहरू पहिचान गरेका छन्। 30वटा! यो सङ्ख्याले नै समस्या कति गहिरो छ भन्ने देखाउँछ। ल, अब केही मुख्य जोखिमहरूलाई केलाएर हेरौँ। सबैभन्दा पहिलो र सायद सबैभन्दा खतरनाक जोखिम, त्यो हो नेतृत्व र वित्तीय दुरुपयोग। जब मूल नै धमिलो हुन्छ तब खोला कसरी सफा हुन सक्छ र? जब नेतृत्व नै स्वार्थमा डुब्छ र पैसाको अनुशासन तोडिन्छ तब संस्थाको जग नै हल्लिन थाल्छ। खतराका सङ्केतहरू वा रेड फ्ल्याग्स छर्लङ्गै देखिन्छन्। सोच्नुस् त, आधाभन्दा बढी सञ्चालकहरू आफैले ऋण तिरेका छैनन्, अनि धेरैजसो ऋण कसले पाएको छ? सञ्चालक र उनीहरूकै परिवारले। त्योभन्दा पनि डरलाग्दो कुरा, नउठेको ब्याजलाई समेत आम्दानीमा देखाएर नाफा बढाउने खेल। यो त सरासर धोका हो। यस्तो पारिवारिक कब्जाले त संस्थालाई भित्रभित्रै धमिराले खाए जस्तै खोक्रो बनाउँछ। ल, नेतृत्वको कुरा त भयो। अब हेरौँ अर्को जोखिमको क्षेत्र, दैनिक सञ्चालन र प्रक्रियामा हुने कमजोरीहरू। किनभने नियत जतिसुकै राम्रो होस्, बलियो सिस्टम बिना संस्था लामो समयसम्म चल्नै सक्दैन। यो कस्तो देखिन्छ त? जस्तो कि वार्षिक योजना नै छैन, बजेट नै छैन, बस जसोतसो चलिरहेको छ। कर्मचारी राख्दा पनि खुला प्रतिस्पर्धा होइन, आफ्नो मान्छे खोजिन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण, साधारण सभा, जहाँ सदस्यहरूले बोल्नुपर्ने हो त्यहाँ उनीहरूको आवाज नै दबाइन्छ। यस्तो भएपछि सहकारीको अर्थ नै के रह्यो र? अब तेस्रो जोखिम, जुन अघिल्ला दुईवटैसँग जोडिएको छ, त्यो हो ज्ञान र जवाफदेहिताको अभाव। यो सिधै नेतृत्वको क्षमता र नियतसँग जोडिएको कुरा हो। कल्पना गर्नुस् त, सञ्चालकहरूलाई सहकारीको ऐन नियम नै थाहा छैन, अनि बोर्डमा छलफल होइन, एकजनाको हुकुम चल्छ। सदस्यको भलाइ भन्दा आफ्नो पदको सान ठूलो हुन्छ, अनि फाइनेन्सियल रिपोर्ट नहेरी निर्णय गर्नु, त्यो त अँध्यारोमा भिरको बाटोमा गाडी चलाउनु जस्तै हो। दुर्घटना निश्चित छ। खैर, यति धेरै जोखिम र समस्याको कुरा गरियो। अब समाधानतिर लागौँ। र समाधानको साँचो त्यो सञ्चालक समितिको हातमा हुन्छ। त्यसो भए सुशासन जोगाउन उनीहरूको भूमिका के हो त? उनीहरूको जिम्मेवारी एकदमै स्पष्ट छ। पहिलो, ऐन नियम पढ्ने बुझ्ने। दोस्रो, त्यसअनुसार नीति बनाउने।
तेस्रो, व्यवस्थापनलाई काम गर्न दिने, हस्तक्षेप नगर्ने। तर काम गर्न दिने भनेको जथाभावी गर्न छोड्ने होइन नि, निरन्तर निगरानी त चाहिन्छ नै। र सबैभन्दा महत्त्वपूर्ण कुरा, नेतृत्वले उदाहरण पेश गर्नुपर्छ। आफै नैतिक र आर्थिक रूपमा अनुशासित भएर देखाउनुपर्छ। यहाँ हेर्नुस् त, जोखिम र समाधान सँगसँगै छन्। एउटा बाटो छ ज्ञान बिना निर्णय लिने, यो जोखिम भयो। अर्को बाटो छ ऐन नियम पढेर निर्णय लिने, यो समाधान भयो। आफू खुसी कर्मचारी राख्नु जोखिम हो, पारदर्शी प्रक्रिया अपनाउनु समाधान हो। यो त रोजाइको कुरा हो। बाटो स्पष्ट छ, कि जोखिम रोज्ने कि समाधान। अब हामी अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुगेका छौं, सुशासनको अनुभूति। आखिरमा सुशासन भनेको के हो त? के यो बाक्लो रिपोर्ट हो वा लामो बैठकको निर्णय? होइन, यो त सदस्यले गर्ने अनुभव हो। यो प्रश्नले हामी सबैलाई सोच्न बाध्य बनाउँछ। कुनै सहकारीमा सुशासन छ कि छैन भनेर कसरी थाहा पाउने? यसको जवाब खोज्न हामीले कतै टाढा जानु पर्दैन। सदस्यहरूको अनुहारमा हेरे पुग्छ, उनीहरूको अनुभव सुने पुग्छ। किनभने सुशासनको असली परीक्षा कागजमा हुँदैन, त्यो त सदस्यहरूको जीवनमा आएको परिवर्तनमा देखिन्छ। उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिमा झल्किन्छ। जब सदस्यहरूले यो मेरो संस्था हो भनेर गर्व गर्छन्, जब उनीहरू सन्तुष्ट हुन्छन्, हो तब मात्रै सुशासन छ भनेर मान्न सकिन्छ। र अन्तमा यही कुरामा आएर सबै टुङ्गिन्छ। सुशासन देखिने होइन, सदस्यले अनुभव गर्ने कुरा हो। यो कुनै पोस्टरमा टाँस्ने नारा होइन, यो त सदस्यको मनमा बस्ने विश्वास हो। यही विचारका साथ आजको लागि यति नै। धन्यवाद।